यस्तो क्वेसन हुन्छ कि तपाईँको चाहिँ पढेको मान्छेले अब्जेक्टिभ स्टाइलले पढेको मान्छेले चाहिँ सिधै टिक लाउने खाले जस्तो क्वेसन आउँछ 60 to 65% होइन। जस्तो तपाईँलाई एक्जाम्पलको लागि म जहिले यो एक्जाम्पल दिने गर्छु होइन। द म्याक्सिमम बेन्डिङ मोमेन्ट फर सिम्पली सपोर्टेड बिम इज द्याट इज डब्लुएल स्क्वायर बाई 8 के। जसलाई थाहा छ उसले सिधै आँखा चाहिँ उसको एन्सरमा जान्छ, त्यस्तो खाले क्वेसन अनि तपाईँले त्यस्तो क्वेसन चाहिँ 60 to 65% हुन्छ। र यो क्वेसन चाहिँ तपाईँले अलिकति अब्जेक्टिभ स्टाइलले पढ्नुभयो या त तपाईँको बी राम्रोसँग पढेको विद्यार्थीले पनि मिलाउँछ यो क्वेसन। त्यसै गर्दा यो क्वेसन तपाईँले मिलाउने फर्स्ट क्याटेगोरीको क्वेसन, यो क्वेसन त तपाईँ मिलाउनै सक्ने हुने हुन्छ तपाईँले पढिसकेपछि। र यो मिलाएर भएन कि यो मात्रै मिलाएर भएन, यो कुरा पहिलो कुरा बुझ्नु पर्यो तपाईँलाई। दोस्रो खाले क्याटेगोरीको क्वेसन हुन्छ 20 देखि 25। र यो क्वेसनलाई चाहिँ तपाईँले अलिकति सोच्नुपर्छ। डिजिटलले पढेको व्यक्तिले मात्रै मिलाउँछ, बीमा राम्रो विद्यार्थीले यो मिलाउँदैन। अब्जेक्टिभ स्टाइलमा पढेको मान्छेले मात्रै मिलाउँछ कि सब्जेक्टिभ र अब्जेक्टिभ अलिकति होइन। जस्तो तपाईँलाई मैले यहीँ सर्वेमा एउटा इक्जाम्पल हामी बीमा पढ्दाखेरि इट इज द मेथड अफ प्लेन टेबल सर्भ भनेर भन्दाखेरि रेडिएसन, इन्टरसेक्सन, ट्राभर्सिङ र रिसेक्सन भनेर 4वटा मेथड पढाइ हुन्छ। अब्जेक्टिभमा चाहिँ यसरी क्वेसन सोधिन्छ विच इज नट द मेथड अफ प्लेन टेबल सर्भे भनेर यही 4वटा अप्सन राखेको हुन्छ। त्यो खाले क्वेसन चाहिँ यो क्याटेगोरीमा पर्छ। भनेपछि तपाईँले अब्जेक्टिभ स्टाइलले सोच्दाखेरि चाहिँ अब्जेक्टिभले अलिक फरक तरिकाले सोध्छ होइन। रिसेक्सन इज नट द मेथड, यसको एन्सर रिसेक्सन हुन्छ। कारण के हो भने माथिको 3वटा रेडिएसन, इन्टरसेक्सन र ट्राभर्सिङ पछि हामी यहाँ पढ्दा पढ्छौँ बिना चाहिँ प्लेन टेबल सर्भे सम्भव छैन होइन। तर रिसेक्सन बिना चाहिँ प्लेन टेबल सर्भे सम्भव हुन सक्छ कि रिसेक्सन पनि गर्न सक्छौँ, त्यसले गर्दा मेथडमा गनियो सब्जेक्टिभ पढ्दा। तर यो बिना सम्भवै के अरे चाहिँ प्लेन टेबल सर्भे हुनै नसक्ने भन्ने हुँदैन। त्यही भएर दिस इज नट द मेथड अफ प्लेन टेबल सर्भे भन्ने खाले क्वेसन, त्यसको एन्सर चाहिँ यस्तो हुन्छ होइन। त्यस्तो खाले क्वेसन पनि हामी यहाँ डिस्कस गर्छौँ। त्यो चाहिँ तपाईँले अलिकति अब्जेक्टिभ स्टाइलले पढ्नुपर्ने खाले हुन्छ, द्याट इज द सेकेन्ड क्याटेगोरीको होइन। र थर्ड क्याटेगोरीको चाहिँ 10 देखि 15% हुन्छ। तपाईँले एकदमै यो क्वेसन एक दुईवटा जाँच्दैछ थाहा पाउनुहुन्छ या तपाईँले चाहिँ क्वेसन ओल्ड क्वेसन पुरै हेर्नुभयो भने थाहा पाउनुहुन्छ। 10 देखि 15% क्वेसन चाहिँ तपाईँले जतिसुकै अब्जेक्टिभ क्वेसन पढे पनि एक्जाममा जाँदाखेरि पहिलोचोटि फेस गर्नुपर्ने क्वेसन हुन्छ कि तपाईँले यसो हेर्ने बित्तिकै लाग्छ जो चाहिँ क्वेसन चाहिँ मैले पहिलोचोटि देखेको छु भनेर। यो क्वेसन चाहिँ भेरी कन्सेप्चुअल हुन्छ। यो क्वेसनमा अलिकति पढेको विद्यार्थीले, राम्रोसँग पढेको विद्यार्थीले पनि यो क्वेसन बिगार्न सक्छ होइन। र तर उसले उसको चाहिँ के हुन्छ भने जाँचमा उसले टिक लगाएर आउँदाखेरि मिल्यो नै भनेर निक्लन्छ उसले। तर बाहिर आएर चाहिँ एकछिन सोच्दा या साथीसँग डिस्कस गर्दा या सम्झिँदाखेरि उसले बिग्रेको थाहा पाउँछ है। र उसले चाहिँ रियाक्सन ला भन्छ उसले एकदमै मनमा अब एकदमै खाले क्वेसन हो कि यो, उसलाई थाहा थियो यो कुरा, तर उसले रङ एन्सरमा टिक लगाएर आएछ भन्ने कुरा पछि थाहा हुन्छ। उसले त्यहाँबाट निक्लँदा त मिल्यो नै भनेर निक्लन्छ, कन्फिडेन्टली नै हिर्काउँछ उसले मिल्यो भनेर। यो खाले क्वेसन हुन्छ थर्ड क्याटेगोरीको। त्यसको कम्बिनेसनमा एउटा पेपर तयार हुन्छ अब्जेक्टिभ क्वेसन। त्यस कारण गर्दा तपाईँले यो 3टा क्वेसनको किन राखिएको भनेर भन्दा सेकेन्ड पछि थर्ड क्याटेगोरी किन राखिएको भन्दा अब्जेक्टिभ क्वेसनले तपाईँलाई डिसाइड गर्नु पर्यो नि यो त कस्तो हो भने 20वटा सिट खुलेको होला होइन। 20जना मान्छेले 100मा 100 मिलाइदियो भने के अरे होइन। तपाईँको इन्टरभ्यू त्यति डिसिसिभ बनाइएको हुँदैन होइन, अलिअलि मात्रै तपाईँको चाहिँ तलमाथि गर्ने हो। त्यस कारण गर्दा यस्तो 3टा क्याटेगोरीमा क्वेसन राखिएको हुन्छ। र तपाईँ आफ्नो प्रिपरेसनलाई आफैले जाँच्दै जान सक्नुहुन्छ कि फर्स्ट
क्याटेगोरीबाट सेकेन्डमा छिर्नु पर्यो तपाईँ, सेकेन्ड खाले क्वेसन मिलाउन सक्ने हुनु पर्यो। तपाईँ नाम निकाल्ने हो भने यु सुड मेक द क्यापेबिलिटी टु डिल द थर्ड क्याटेगोरिज क्वेसन। तपाईँले आफूलाई त्यहाँ पुर्याउनै पर्छ। र यो क्वेसन चाहिँ तपाईँले क्वेसनलाई पढेर मात्रै भएन कि क्वेसनलाई कसरी डिल गर्ने भन्ने कुरा चाहिँ त्यो तरिका पनि तपाईँले जान्न जरुरी छ। र यसको यो थर्ड क्याटेगोरीको क्वेसनको एन्सर रङ एन्सरले पनि तपाईँलाई एकदमै चुम्बकले जस्तो तान्ने हाल्यो हुन्छ। तपाईँले जहाँनिर सोच्न मिस्टेक गर्नुहुन्छ त्यहीँनिर त्यहाँ अप्सन हुन्छ त्यहाँ। तपाईँलाई लाग्छ यो अप्सन एकदमै मिल्यो भनेर टिक लाउनुहुन्छ होइन। त्यस कारण तपाईँले आफूलाई यो थर्ड क्याटेगोरीको क्वेसन मिलाउने बनाउन सक्नुपर्छ। द्याट इज द प्रिपरेसन। त्यही भएर लोकसेवा भन्नुहोस् या एनटिसीको एक्जाम जहाँ हामी जान्छौँ त्यहाँ चाहिँ हाई कम्पिटिसन हुने ठाउँमा चाहिँ तपाईँले आफूलाई कुन क्याटेगोरीमा पुर्याउनुहुन्छ भन्ने थर्ड क्याटेगोरीमा नपुग्दासम्म तपाईँको नाम निक्लँदैन। किनकि सिट सीमित हुन्छ। यहाँ तपाईँले 92 मिलाउनु भन्नेले अर्थ राखेन नि। 93 मिलाउने धेरै भयो भने त सकिहाल्यो होइन। यो बीको एक्जाम जस्तो होइन। तपाईँलाई बीमा त 60% आइपुग्थ्यो, कसैलाई 70% आइपुग्थ्यो, कोही 80% आए खुसी हुन्थ्यो, उसलाई आफ्नो आइपुग्थ्यो कि। तर यो एक्जाममा चाहिँ 20वटा 30वटा 40वटा सिट सीमित सिट हुन्छ। त्यसले गर्दा आफूभन्दा अरूले मिलाइदियो भने तपाईँ बाहिर जान्छ। तपाईँले 93 मिलाउनुको अर्थ हुँदैन। त्यसले गर्दा यदि तपाईँले आफूलाई कम्पिटेन्ट बनाउने हो भने तपाईँ जसरी हुन्छ थर्ड क्याटेगोरीमा को क्वेसनलाई पनि मिलाउने क्यापेसिटीमा तपाईँ पुग्नुपर्छ। त्यही भएर अब्जेक्टिभ क्वेसन चाहिँ अब्जेक्टिभ क्वेसन पढ्दा कसरी पढ्ने भन्ने कुरा तपाईँले जान्न जरुरी छ कि। प्रिपरेसनको तयारीको स्किल पनि हो यो होइन। धेरैले के गर्छ भने अब्जेक्टिभ क्वेसनको किताब किनेर ल्याउँछ अनि अब्जेक्टिभ क्वेसन पढ्न थाल्छ के हो। उसको पहिलो यो स्टुडेन्टको प्रिपरेसन गर्ने क्याटेगोरी 3 प्रकारको हुन्छ। स्टुडेन्ट 3 प्रकारको हुन्छ। स्टुडेन्ट मैले त लोकसेवा यो तपाईँहरूको पढाउन एनटिसी पढाउन थालेको धेरै वर्ष भयो। स्टुडेन्ट 3वटा क्याटेगोरीको हुन्छ। उसको प्रिपरेसन 3 खाले गर्छ क्या उसले। पहिलो क्याटेगोरीको विद्यार्थीले के गर्छ अब्जेक्टिभ बुक किनेर ल्याउँछ र उसले कसरी पढ्छ यसरी पढ्छ कि अब्जेक्टिभ क्वेसन पढ्छ अनि ठ्याक्कै अप्सन के अरे एन्सर हेर्छ, यो एन्सर रहेछ भन्छ। क्वेसन पढ्छ एन्सर हेर्छ, क्वेसन पढ्छ एन्सर हेर्छ। त्यो पहिलो क्याटेगोरीको विद्यार्थी। तपाईँले मान्नुहोस् यसरी जो पढ्छ त्यो मान्छेले नाम निकाल्न सक्दैन। उसले यो फर्स्ट क्याटेगोरी र सम्मको क्वेसन मिलाउँछ, सेकेन्ड क्याटेगोरीसम्म ऊ छिर्न सक्छ, थर्ड क्याटेगोरीमा ऊ कहिले पनि जाँदैन। सेकेन्ड क्याटेगोरीको पनि ऊ एकदमै 1-2टा क्वेसन मिलाउने मात्रै हो। किन भन्दा उसले आफूलाई क्वेसन अब्जेक्टिभ क्वेसनलाई डिल गर्ने तरिका सिक्नेतिर उसले जाँदै जाँदैन। दोस्रो क्याटेगोरीको विद्यार्थी हुन्छ। दोस्रो क्याटेगोरीको लोकसेवा पढ्नु तपाईँ एनटिसी पढ्नु। दोस्रो क्याटेगोरीको विद्यार्थी चाहिँ कस्तो हुन्छ भने पहिला थ्योरी पढ्छ। जस्तो सर्भिङ पढ्नुभयो थ्योरी सबै भ्याउनु, सबै एउटा च्याप्टर होइन, सबै थ्योरी भ्याइसकेपछि उसले सर्भिङको अब्जेक्टिभ क्वेसन बल्ल हेर्छ, बल्ल हेर्छ। तर जब ऊ अब्जेक्टिभ क्वेसन पल्टाउँछ यहाँ फेरि उसको स्टाइल के हुन्छ भने ल नेट के भयो कि डिस्कनेक्ट भयो होइन। सेकेन्ड क्याटेगोरीको स्टुडेन्ट मैले भनिहालेँ उसको प्रिपरेसनको तयारी चाहिँ थ्योरी पढ्ने, तर अब्जेक्टिभ क्वेसन पढ्दाखेरि चाहिँ थ्योरीको बलमा यो होला जस्तो लाग्ने अनि उतिनेर एन्सर पल्टाएर भेरिफाई गर्न खोज्छ। त्यो सेकेन्ड क्याटेगोरीको होइन। थर्ड क्याटेगोरीको स्टुडेन्ट द्याट इज द बेस्ट प्रिपरेसनको तयारी चाहिँ यो हो होइन। तपाईँले पहिला थ्योरी पढ्नुहोस् कुनै सब्जेक्टको, सर्भिङ भ्यासी सरेर पढ्नुहोस्। त्यसपछि तपाईँले अब्जेक्टिभ क्वेसन लिनुहोस् सर्वेको र तपाईँले एज अ एक्जामिनेर जस्तो तपाईँले एक्जाम दिनुहोस् क्या। क्वेसन ए एन्सर एकदमै आफ्नो नलेजमा बेस्ड भएर टिक लाउनुहोस्। क्वेसन बी लेख्नुहोस् त्यो क्वेसनलाई, बी टिक लाउ के एन्सर दोस्रो क्वेसनको टिक लाउनुहोस्। एकदमै एक्जाममै दिएको जसरी टिक लाउँदै जानुहोस् र त्यसपछि बल्ल अनि त्यसको एन्सर हेर्नुहोस्। अब मिलेको त मिलिहाल्यो, नमिलेको क्वेसनमा चाहिँ अब तपाईँले एकछिन कम्पेयर गर्नुहोस् क्या आफूलाई र क्वेसनको एन्सरलाई। तपाईँले किन अर्को लाउनु भयो, एन्सर किन त्यो भयो। 5 मिनट थिङ्क गर्नुहोस्। द्याट इज अल्सो द प्रिपरेसन पार्ट। कुनै चिज घोक्नु मात्रै प्रिपरेसन होइन। किन मैले थ्योरी यो बुझेकै हो, मैले यो पढेकै हो, मैले यो टिक लगाएँ, एन्सर किन यो हो, यो दुईटाको बिचमा के फरक छ भन्ने कुरा तपाईँले एकछिन 5 मिनट कम्पेयर गर्नुभयो भने
तपाईले आफूले क्वेसनलाई डिल गर्न कहाँनिर मिस्टेक गर्नुभयो भन्ने कुरा तपाईँ आफैले थाहा पाउनु। त्यसरी तपाईले कम्पेयर गर्दै जानुभयो भने तपाईमा यो थर्ड क्याटेगोरीको क्वेसनलाई डिल गर्ने क्यापेसिटी बिल्डअप हुँदै जान्छ। त्यो कुरा हामीले आफूले बुझ्न जरुरी छ। जबसम्म तपाईले थर्ड क्याटेगोरीको क्वेसन मिलाउने क्याटेगोरीमा पुग्नुहुन्न तबसम्म तपाईको नाम निक्लदैन। यो एकदमै रियालिटी हो। त्यो भएर घोक्नु मात्रै ठुलो कुरा होइन, पढ्नु मात्रै ठुलो कुरा होइन, पढ्ने तरिका पनि जान्न जरुरी छ। आफूलाई त्यो क्वेसनसँग डिल गर्न सक्ने क्यापेसिटी बिल्डअप गर्नुपर्छ। र कति थर्ड क्याटेगोरीको क्वेसनले तपाईलाई एकदमै रङ एन्सरले पनि तपाईलाई एकदमै तानिरहेको, त्यस्तो कन्सेप्चुअल तरिकाले त्यो क्वेसन काटिएको हुन्छ। हामी पढ्दाखेरि त्यो पनि डिल गर्छौँ कुन क्वेसन त्यो क्याटेगोरीको हो भन्ने कुरा। ल यो भयो ओभरअल एक्जामको कुरा। तपाईलाई म सर्भिङ र जियोटेकको अब्जेक्टिभ जुन सोइल फाउन्डेसन छ, एनटिसी को लागि सोइल फाउन्डेसन अब्जेक्टिभमा छ भने अब पिएससी को लागि जियोटेक्निकल अब्जेक्टिभ छ, जियोटेक्निकल सब्जेक्टिभ पनि छ। ती कुराहरू मैले पढाउने हो र यो अब्जेक्टिभको हिसाबले हेर्दाखेरि सर्भिङ प्लस जियोटेकको कुरा गरौँ होइन, त्यो दुईटा पढाउँदाखेरि सर्भिङ चाहिँ तपाईलाई के लाग्छ भन्दा एकदमै सजिलो सब्जेक्ट लाग्छ है पढ्दाखेरि। फेरि अर्को कुरा अब सब्जेक्ट वाइज कुरा गरौँ होइन, तर तपाईले याद गर्नुहुन्छ एउटा एक्जाम दिइसकेको या चाहिँ तपाईको चाहिँ पढिसकेको मान्छेले थाहा पाउँछ सर्भिङको क्वेसन अरू सब्जेक्टको भन्दा भयंकर कन्सेप्चुअल आउँछ। तर धेरै बिग्रने क्वेसन पनि सर्भिङको हुन्छ कन्सेप्चुअल भएको कारणले गर्दा। सजिलो लाग्छ पढ्दाखेरि, केही जस्तो लाग्दैन, तर जब क्वेसन डिल गर्न थाल्नुहुन्छ यो भेरी कन्सेप्चुअल क्वेसन आउँछ सर्भिङबाट। त्यसो भएर तपाईले र धेरै जसो क्वेसन सर्भिङको बिगार्ने खाले क्वेसन चाहिँ आउँछ। किनकि थर्ड क्याटेगोरीको क्वेसन बढी आउँछ के यसबाट, सेकेन्ड एन्ड थर्ड क्याटेगोरी। त्यसकारण गर्दा तपाईले यसलाई अलिकता चाहिँ कन्सेप्चुअल तरिकाले पढ्न जरुरी छ हैन। अब अलिकता हेरौँ हाम्रो सिलेबस अनुसार। सबभन्दा पहिलो च्याप्टरमा यो इन्ट्रोडक्सन पार्ट, यसको बेसिक पार्ट छ हैन। जस्तो सर्भिङको डिफिनेसन के हो? डिफिनेसन अफ सर्भिङ यो पहिलो सब्जेक्ट हो जसको डिफिनेसनबाट तपाईको क्वेसन दुईटा क्वेसन छ अब्जेक्टिभ क्वेसन। सर्भिङलाई डिफाइन गर्ने हो भने it is an art or science determining the relative position of the points on the surface of the earth, beneath the surface of the earth by measuring horizontal distance, direction and elevation भन्छ। तर यो पुरै डिफिनेसन तपाईलाई याद नभए पनि यहाँ तपाईले बिर्सन नहुने कुरा के हो भने इट इज एन आर्ट और साइन्स। यो सिधा हामीलाई केही सरकार छैन के डिटरमाइनिङ रिलेटिभ पोजिसन अफ पोइन्ट्स, रिलेटिभ पोजिसन अफ पोइन्ट्स हैन, अन द सर्फेस अफ द अर्थ, बेनिथ द सर्फेस अफ द अर्थ। त्यो पनि हामीलाई चाहियो। तपाईलाई चाहिने के भन्दा बाइ मेजरिङ होराइजन्टल डिस्टेन्स, डिरेक्सन एन्ड इलेभेसन भन्ने दिस इज द स्ट्यान्डर्ड पार्ट डिफिनेसन। मैले अन्डरलाइन गर्ने यो तीनटा नमानिकन रिलेटिभ पोजिसन आउँदैन र रिलेटिभ पोजिसनलाई अन्डरलाइन गर्ने। अब यहाँ दिए दुईटा कुराबाट दुईटा क्वेसन छ अब्जेक्टिभ क्वेसन। पहिलो क्वेसन रिलेटिभ पोजिसन मिन्स भनेर सोधिन्छ। इन सर्भिङ रिलेटिभ पोजिसन मिन्स के हो? रिलेटिभ पोजिसन भनेको रिलेटिभ पोजिसन मिन्स इन सर्भिङ रिलेटिभ पोजिसन मिन्स भनेर अप्सनमा अब चारवटा अप्सन राख्छ। रिलेटिभ पोजिसन भनेको के पहिला बुझौँ। रिलेटिभ पोजिसन सर्भिङमा हामी के गर्छौँ भने पोइन्टहरुलाई, हामीलाई चाहिएको पोइन्टहरु हो सर्वेको लागि, ती पोइन्टहरुलाई जोडेर हाम्रो ग्राउन्डमा जे फिचर छ त्यो फिचर तयार हुन्छ। त्यो पोइन्ट्सहरु नाप्दा त्यसको रिलेटिभ पोजिसन भनेको के हो त भन्दा हामीले पोजिसन
measured from same reference के. This is the definition of relative position. सेम रिफरेन्सबाट तपाईले कुनै पनि पोइन्टको पोइन्ट दुई वा दुई भन्दा बढीको पोइन्टको पोजिसन नाप्नुहुन्छ भने द्याट इज द रिलेटिभ पोजिसन. रिफरेन्स के हुन सक्छ? रिफरेन्स ड्याटम हुन सक्छ, सेम ड्याटमबाट नापियो. ट्राभर्स हुन सक्छ, सेम ट्राभर्सबाट रिलेटिभ पोजिसन पोइन्टहरु नाप्नु भयो, त्यो पोजिसन रिलेटिभ पोजिसन आउँछ. त्यस्तै तपाईको के हुन सक्छ? ड्याटम, ट्राभर्स, डिरेक्सन हुन सक्छ. जस्तो नर्थको रिफरेन्समा नाप्नु भयो, साउथको रिफरेन्समा नाप्नु भयो, कुनै एउटा चिजलाई तपाईले रिफरेन्स मान्नुभयो भने त्यो रिफरेन्सबाट नापिएको पोजिसनलाई हामी रिलेटिभ पोजिसन भन्छ. त्यही भएर भन्छ रिलेटिभ पोजिसन मिन्स हामी कहिले पनि पोइन्टहरुको आफ्नो आफ्नो बीचको डिस्टेन्स नाप्दैनौं. हामी तपाईको दुईटा पोइन्टको जस्तो तपाईले अहिले बसेको रुमकै म्याप प्लान बनाउनु छ भने चारवटा कर्नरको एक आपसको डिस्टेन्स नाप्दैन सर्भेले. सर्भेले त्यहाँ के गर्छ भन्दा बीचमा ट्राभर्स या ट्रायंगल इज द स्मलेस्ट फर्म अफ ट्राभर्स हैन. तपाईलाई सोधे यो पनि अब्जेक्टिभ क्वेशन हो. द स्मलेस्ट फर्म अफ ट्राभर्स इज दैट द ट्रायंगल. अथवा यसलाई फेरि अर्को तरिकाले नि सोधे द मिनिमम नम्बर अफ स्टेशन फर ट्राभर्स इज दैट 3. तपाईले पहिला के गर्नुहुन्छ? त्यहाँ ट्राभर्स चाहिँ बीचमा तपाईले ट्रायंगल बनाउनुहुन्छ, ट्रायंगलको तीनटा एंगल नाप्नुहुन्छ, तीनवटा साइड्स नाप्नुहुन्छ, अनि एउटा स्टेशनबाट बिल्डिङको कर्नर, अर्को स्टेशनबाट बिल्डिङको अरु कर्नर गरेर तीनवटा स्टेशनबाट कर्नर नाप्नुहुन्छ. पहिला ट्रायंगल प्लट गर्नुहुन्छ, ट्रायंगलबाट ती बिल्डिङको कर्नरहरु प्लट गर्नुहुन्छ र अब बिल्डिङको कर्नरहरुको बीचको पोजिसन के आउँछ भन्दा रिलेटिभ पोजिसन आउँछ. तपाईले कहिले पनि सर्वेइङमा बिल्डिङको प्लान बनाउँछ भने बिल्डिङको कर्नरको बीचको डिस्टेन्स कहिले पनि नाप्नु हुँदैन. यो कुरा हामीले ध्यान दिनु जरुरी छ. दैट इज द रिलेटिभ पोजिसन. त्यसो हो भने हामीले होराइजन्टल डिस्टेन्स, डाइरेक्सन एन्ड एलिभेसन नाप्छौं. है पोइन्टहरुको रिलेटिभ पोजिसन पत्ता लगाउन दैट इज द फ्याक्ट थिंग्स. तर अब तपाईलाई क्वेशन यस्तो सोध्यो, हेर्नुस् न, क्वेशन यस्तो सोध्यो, त्यसैले गर्दा यो क्वेशन अनुसार एन्सर हुन्छ हैन. क्वेशन के सोध्यो भन्दा इन कम्पास सर्वे भनेर भन्थे. कम्पास सर्वे द रिलेटिभ पोजिसन अफ द पोइन्ट्स, relative position of the points are measured by measuring के भनेर चाहिँ भन्दा चाहिँ तपाईलाई यसरी अनुसारमा राख्छ है. horizontal distance and direction. P में के direction and elevation. C में horizontal distance, direction and elevation हैन. अनि अर्को चाहिँ तपाईलाई के राख्यो भने नन अफ एबभ भनेर. यसको आन्सर के हुन सक्छ? अब तपाईले डेफिनेसन याद छ तपाईलाई? तपाई चाहिँ सी मा तपाईको आँखा जान्छ हैन, किनकि तपाईले भर्खर पढ्नु भएको छ. Relative position of the points are measured by measuring के horizontal distance, direction and elevation. That is standard definition, right? तपाईको आन्सर सी मा जान्छ हैन. तर अब यो मैले अघि नै भनिसके सर्वेइङको चाहिँ अलिकति कन्सेप्चुअल क्वेशन हुन्छ हैन. यो क्वेशनको आन्सर चाहिँ तपाईले अब यहाँ बिर्सन हुँदैन. कम्पास सर्वे भने चाहिँ कम्पास सर्वेमा तपाईले के नाप्नुहुन्छ? होराइजन्टल डिस्टेन्स एन्ड डाइरेक्सन नाप्नु. तपाईले एलिभेसन नाप्नुहुन्न कम्पास सर्वे. यो आन्सर यही क्वेशनबाट अगाडिको कम्पास भन्ने चीज हटाइदिने हो भने सर्वे मात्रै भन्यो भने फेरि यसको आन्सर चाहिँ सी हुन्छ. कुनै पनि क्वेशनको एब्सोल्युट आन्सर हुँदैन के.
सर्भिङमै तपाईँको चाहिँ क्वेसनमा एक दुईटा वर्ड चेन्ज भयो एन्सर चेन्ज हुन्छ। त्यस्तै कहिले कहिले कस्तो क्वेसन हुन्छ भने अप्सन चेन्ज हुँदा एन्सर फरक पर्ने हुन्छ क्या। त्यस्तो कुरा हामीले ध्यान दिनु जरुरी छ। बेस्ट एन्सर चुज गर्ने अब्जेक्टिभको त्यस्तो हुन्छ है। र मैले भनेको अहिले अस्ति नै फर्स्ट क्याटेगोरी क्वेसन त म्याक्सिमम बेन्डिङ मोमेन्ट अफ सिम्पली सपोर्टेड बीम भनेको WL स्क्वायर बाई 8 हो कि त्यसको बेस्ट आन्सर भन्ने नै हुँदैन कि WL स्क्वायर बाई 8 ओन्ली वान एन्सर। त्यस्तो क्वेसन हुन्छ बढी। त्यो चाहिँ फर्स्ट क्याटेगोरीको क्वेसन हो। त्यहाँ सोच्नै धेरै कुरै छैन क्या, घोक्ने कुरा छ नि होइन। तर तपाईँको के हो भने सेकेन्ड र थर्ड क्याटेगोरीको जुन क्वेसन छ त्यहाँ चाहिँ सोच्ने कुरा बढी हुन्छ। तपाईँले सोच्न मिस्टेक गर्नु भने एन्सर जस्तो यही क्वेसन भयो भने कम्पास सर्वे भन्ने कुरा सोचिदिनु भएन, ध्यान दिनु भएन भने तपाईँले सी घोकेको त सी हो नि त। यस्तो खाले क्वेसन हुन्छ होइन। पछि पनि हामी पढ्छौँ द मोस्ट एकुरेट मेथड अफ सर्वेइङ। क्वेसन यो धेरै ताल सोधेको क्वेसन द मोस्ट एकुरेट मेथड अफ सर्वेइङ। यो अप्सन चेन्ज भएपछि एन्सर चेन्ज हुन्छ कि त्यसको पनि होइन। त्यस्तो हुन्छ सर्विङको क्वेसन चाहिँ तपाईँले घोकेर मात्रै हुँदैन, बुझ्नुपर्ने स्थिति आउँछ होइन। यो डिफिनेसनबाट आउने क्वेसन हो। त्यसपछि अब हामी जान्छौँ अर्को के भने प्राइमेरी डिभिजन अफ सर्वे। डिभिजन अफ सर्वे, सर्वेलाई ब्रोडली के को आधारमा डिपेन्डिङ अन एप्रोच, कुन एप्रोचमा सर्विङ गर्ने भन्ने आधारमा तपाईले सर्वेलाई ब्रोडली दुईटा पार्टमा डिभाइड गर्नुहुन्छ। एउटा प्लेन सर्वे, यहाँबाट पनि धेरै ताल अब्जेक्टिभ क्वेसन सोध्छ है। प्लेन PLA यानी प्लेन प्लेन सर्वे। अर्को के त भन्दा जियोडेटिक सर्वे होइन। यसका केही कुराहरू छन् जुन अत्यन्तै इम्पोर्टेन्ट छन् होइन। जियोडेटिक सर्वे होइन। अब यो दुईटा सर्वेइङको केही बेसिक कुराहरू छ र जो एकदमै कन्सेप्चुअल कुराहरू छ। अब प्लेन सर्वे भने के होइन, जियोडेटिक सर्वे भने के मा जानुभन्दा अगाडि पृथ्वीको सेप कस्तो छ भन्दा पृथ्वीको सेप चाहिँ स्पेरिकल छ। द्याट इज द स्पेरिकल सेप अफ द अर्थ होइन। यो स्पेरिकल सेप अफ द अर्थमा तपाईँले दुईटा पेग गाड्ने बित्तिकै हेर्नुहोस् है, दुईटा पेग गाड्ने बित्तिकै यसरी दुईटा पेग गाड्ने बित्तिकै आर्क नाप्ने या अर्को अब तपाईँले के नाप्ने भन्दा अर्को चाहिँ यो कड नाप्ने। तपाईसँग दुईवटा अप्सन छ, यो कड नाप्ने डी नाप्ने, दिस इज द कड। तपाईसँग दुईवटा अप्सन छ। एउटा कुन एप्रोचमा तपाईँले काम गर्ने पहिला डिसाइड गर्नु पर्यो कि दुईटा पोइन्टको बीचको डिस्टेन्स नाप्दा तपाईसँग दुईटा अप्सन छ। पृथ्वीको कर्वेचर सेपको कारणले तपाईँले आर्क नाप्नुहुन्छ कि कड नाप्नुहुन्छ। यदि तपाईँले पृथ्वीको कर्वेचरलाई इग्नोर गर्नुभयो भने तपाईँले कड नाप्नुहुन्छ, पृथ्वीको कर्वेचरलाई टेक इन एकाउन्ट गर्नुभयो भने तपाईँले आर्क नाप्नुहुन्छ। द्याट इज टु एप्रोच। प्लेन सर्वेले के गर्छ, इट इग्नोर द कर्वेचर अफ अर्थ। पृथ्वीको कर्वेचरलाई के गर्छ भन्दा तपाईँले इग्नोर गर्छ। यसले के गर्छ, इट्स मेजर, यो पनि क्वेसन सोधिरहेको छ, इट्स मेजर द के भन्दा कड नाप्छ। प्लेन सर्वेले अलवेज कड नाप्छ भने जियोडेटिक सर्वेले के गर्छ भन्दा इट टेक्स इन एकाउन्ट द स्पेरिकल सेप अफ अर्थ।
स्पेरिकल सेपलाई टेक इन एकाउन्ट गर्ने भनेको कर्वेचरलाई टेक इन एकाउन्ट गर्छ र यसले के नाप्छ भन्दा दिस मेजर आर्क यसले आर्क नाप्छ तर अब पृथ्वीको रेडियस 6370 किलोमिटरको रेडियस छ यो हामीलाई थाहा छैन यो ह्युज रेडियस भएको कारणले गर्दा हैन ह्युज रेडियस भएको कारणले गर्दा आर्क र कर्डको बीचको डिफरेन्स चाहिँ के हुन्छ भने कम हुन्छ सर्टेन एरियासम्म सर्टेन लेन्थसम्म आर्क र कर्डको बीचको डिफरेन्स कम छ जस्तो एउटा डेटा यस्तो छ डेटा पनि क्वेसनको रूपमा सोधिरहेको छ हैन 18.6 किलोमिटरको डिस्टेन्समा डिफरेन्स बिट्विन आर्क एन्ड कर्ड पहिलो डेटा डिफरेन्स बिट्विन आर्क एन्ड कर्ड चाहिँ कति हुन्छ अरे त भन्दा बिट्विन आर्क एन्ड कर्ड चाहिँ 10 mm हुन्छ कुनै कुनै बुकमा 10 cm पनि छ तर त्यो 10 mm हो पहिलो डेटा हेर्नुहोस् अब जाउँ हामी एङ्गुलर मेजरमेन्टमा हेर्नुहोस् एङ्गुलर मेजरमेन्टमा तपाईँले यो पृथ्वीमा यसलाई ठुलो बनाए यो पृथ्वीमा तपाईँले 3टा पोइन्ट सिलेक्ट गर्ने बित्तिकै एङ्गलको कुरा आउँछ कि 2टा पोइन्टमा डिस्टेन्सको कुरा मात्रै आएको थियो 3टा या त्योभन्दा बढी पोइन्ट सिलेक्ट गर्नु भने एङ्गलको कुरा आउँछ 3वटा पोइन्ट सिलेक्ट गर्नुभयो भने यहाँ ट्राइङ्गल 2 किसिमको ट्राइङ्गल हुन्छ एउटा प्लेन ट्राइङ्गल यस्तो प्लेन ट्राइङ्गल दिस इज द प्लेन ट्राइङ्गल तपाईँले प्लेन सर्वे गर्नुभयो भने प्लेन ट्राइङ्गल भन्छ तर तपाईँले यदि जियोडेटिक सर्वे गर्नुभयो भने त आर्क नाप्नुहुन्छ दिस इज द आर्क दिस इज द आर्क एन्ड यसलाई हामी के भन्छौँ भन्दा यसलाई हामी स्पेरिकल ट्राइङ्गल भन्छ तपाईँले जियोडेटिक सर्वे गर्नुभयो भने स्पेरिकल ट्राइङ्गल भन्छ स्पेरिकल ट्राइङ्गल अब जियो प्लेन ट्राइङ्गलको एङ्गल के हो दिस इज द प्लेन ट्राइङ्गलको एङ्गल यो हो यो 3टा जबकि तपाईँले जियोडेटिक के अरे स्पेरिकल ट्राइङ्गल बनाउनु भयो भने स्पेरिकल ट्राइङ्गलको एङ्गल यो चाहिँ एङ्गलै फरक छ नि त हैन अब पृथ्वीको स्पेरिकल सेपमा रेडियस ह्युज भएको कारणले गर्दा दोस्रो डेटा हेर्नु त 195 किलोमिटर स्क्वायरको ट्राइङ्गलमा डिफरेन्स इन यो पनि सोधिरहेको छ डिफरेन्स इन सम अफ एङ्गल इन स्पेरिकल ट्राइङ्गल and sum of angle in plane triangle को बीचको एङ्गलको समको डिफरेन्स कति आउँछ रे भन्दा 1 सेकेन्ड यो दोस्रो डाटा तपाईँले याद गर्नु पर्यो पृथ्वीको कर्वेचरको इफेक्टको चाहिँ यस्तो यो 2टा डेटाले के भन्छ भन्दा सर्टेन एरियासम्म तपाईँले प्लेन सर्वेको एप्रोचमा काम गर्दा र जियोडेटिक सर्वेको एप्रोचमा काम गर्दाखेरिको डिफरेन्स खासै फरक छैन भन्ने बुझ्छौँ हामी खासै फरक छैन त्यस कारणले गर्दा तपाईँले
यो दुईटा डेटा त्यसको लागि हो र तपाईँले अब अरू याद गर्नुपर्ने कुरा त्यसो हो भने सर्टेन एरियासमा त्यही भएर प्लेन सर्वे हामी कहाँसम्म गर्छौँ यसको युज चाहिँ यो पनि सोधिरहेको छ अप टु 260 किलोमिटर स्क्वायरको एरियासम्म यु क्यान डु द जियोडेटिक सर्वे प्लेन सर्वे तर अब यसको युज चाहिँ कुन बेला गर्ने त जियोडेटिक सर्वेको युज भन्दा यदि एरिया चाहिँ ग्रेटर देन कति छ 260 किलोमिटर स्क्वायरको एरिया छ भने त्यही भएर यसको युज अल इन्जिनियरिङ सर्वे हाम्रो यो एरियाको तुलनामा इन्जिनियरिङ सर्वेको साइटको एरिया एकदमै कम हुन्छ अल इन्जिनियरिङ सर्वे हामी प्लेन सर्वे नै गर्छौँ तर जियोडेटिक सर्वेको युज कुन बेला गर्ने टु फिक्स द बाउन्ड्री बिट्विन कन्ट्रिज देशहरूको बीचको बाउन्ड्री फिक्स गर्न पर्यो भने तपाईँले जियोडेटिक सर्वे गर्नुपर्छ है र तपाईँलाई फेरि अर्को एउटा सोधेको विच इज द मोस्ट एकुरेट मेथड अफ सर्भिङ भनेर भन्यो भने तपाईँले ध्यान दिनु गर्ने कुरा यदि त्यहाँ जियोडेटिक सर्वे छ भने दिस इज द मोस्ट एकुरेट आँखा चिम्लेर तपाईँले जियोडेटिक सर्वेमा हेर्काउने मैले यसलाई यसरी हाइलाइट पनि गर्दै वास्तवमा तपाईँले नाप्नु पर्ने आर्क नै थियो तर हामी कड किन नाप्छौँ भन्दा आर्क र कडको बिचको डिफ्रेन्स त्यति धेरै छैन भनेर तपाईँले बनाउनु पर्ने ट्राइङ्गल स्फेरिकल ट्राइङ्गल नै हो तर हामी प्लेन ट्राइङ्गललाई किन एक्सेप्ट गर्छौँ भन्दा त्यति धेरै यो डाटाले के हुन्छ त्यति धेरै इरर आउँदैन भनेर तर वास्तवमा मोस्ट एकुरेट चाहिँ के हो जियोडेटिक सर्वे नै हो त्यही भएर तपाईँलाई द मोस्ट एकुरेट मेथड अफ सर्वेइङ भन्ने क्वेसनमा जियोडेटिक सर्वे भन्ने अप्सन छ भने यु मस्ट चुज द जियोडेटिक सर्वे यसको त एप्रोच नै एकुरेट है तर अब हामी जति पनि सर्वेइङको मेथड पढ्छौँ ती सबै प्लेन सर्वेका मेथड हो त्यसैले अरू अप्सन चाहिँ जियोडेटिक छैन भने मात्रै हामी अरू अप्सन मध्येको चुज गर्छौँ तर जियोडेटिक नभएको क्वेसन पनि सोधेको छ फेरि त्यो बेलामा कुन एकुरेट हो त्यो कुरा त हामी पछि पढ्दै जान्छौँ होइन तर जियोडेटिक छ भन्ने अप्सन छ भने यु मस्ट चुज द जियोडेटिक सर्वे यसको त एप्रोच नै मोस्ट एकुरेट हो ल यसरी प्राइमेरी डिभिजनमा यसलाई दुईटा प्राइमेरी डिभिजनमा यो राखिएको छ होइन ल यो पनि तपाईँले यी सबै कुराहरू याद गर्न जरुरी छ अब जाउँ हामी अर्कोमा टाइप्स अफ सर्वे क्लासिफिकेसन एउटा एप्रोचको आधारमा त दुई प्रकारको छ तर अदर क्लासिफिकेसन छ हाम्रो होइन यहाँबाट पनि अब्जेक्टिभ क्वेसन हामीलाई पटक पटक सोधेको छ है सबभन्दा पहिलो डिपेन्डिङ अन नेचर अफ फिल्ड डिपेन्डिङ अन नेचर अफ फिल्ड फिल्डको नेचर अनुसार चाहिँ सर्वे कति प्रकारको छ सबभन्दा पहिलो यसको क्याटेगोरीमा यो तीन प्रकारको छ डिपेन्डिङ अन नेचर अफ फिल्ड एउटा ल्यान्ड सर्वे अर्को हाइड्रोग्राफिक सर्वे भन्छ र अर्को छ तपाईको के भने एस्ट्रोनोमिकल सर्वे भन्छ डिपेन्डिङ अन द फिल्ड अफ द नेचर अफ द फिल्ड होइन ल्यान्ड सर्वे नामैबाट थाहा छ जमिनमा गर्ने सर्वे यो सर्वे पनि तीन प्रकारको छ ल्यान्ड सर्वे पनि तीन प्रकारको हुन्छ एउटा टोपोग्राफिक सर्वे केलाई हामी टोपोग्राफिक सर्वे भन्छ भने तपाईको उद्देश्य के हो भने टु प्रिपेयर टोपो म्याप यदि प्रिपेयर टोपो म्याप बनाउने तपाईको उद्देश्य हो भने दिस इज नोन एज द टोपोग्राफिक सर्वे र तपाईलाई यहाँ सोधेको क्वेसन चाहिँ के भने टोपो म्यापमा के हुन्छ टोपो म्याप कन्सिस्ट अफ भनेर सोधेको छ
टोपो म्याप कन्सिस्ट अफ, यसमा के हुन्छ त भन्दा टोपो म्यापमा कन्टुर हुन्छ, नेचुरल फिचर्स हुन्छ। नेचुरल फिचर्स भनेको नेचुरल फिचर्स भनेको लेक, पोन्ड, स्ट्रिमलाइनहरू, रिभर, होइन, दिज आर द नेचुरल फिचर्स। अर्को आर्टिफिसियल फिचर्स हुन्छ। आर्टिफिसियल फिचर्स भनेको तपाईँले बनाउनु भएको रोड, बिल्डिङ, टेम्पल, प्ले कोर्टहरू, दिज आर द आर्टिफिसियल फिचर्स। यो तीनटा चिज त्यहाँ देखाएको हुन्छ टोपो म्यापमा। तर तपाईँलाई यसरी सोध्या चाहिँ टोपो म्याप कन्सिस्ट अफ एमा कन्टुर, बीमा नेचुरल फिचर्स, सीमा आर्टिफिसियल फिचर्स र डीमा अल अफ द एबभ राखिदिए त एन्सर अल अफ द एबभ हुन्थ्यो। तपाईँलाई के भनेर राखिदिएको छ भन्दा कन्स्ट्रक्सन डिटेल्स भनेर राखिदिएको थियो। कन्स्ट्रक्सन डिटेल्स भनेपछि तपाईँले यो तीनवटा मध्ये चुज गर्नुपर्ने स्थिति आउँछ। यो तीनवटा मध्ये चुज गर्दाखेरि यु मस्ट चुज द नेचुरल फिचर्स। तपाईँले नेचुरल फिचर्स चाहिँ चुज गर्नुपर्छ। द्याट इज द टोपोग्राफिक सर्वे। तपाईँले टोपो म्याप कन्सिस्ट अफ तपाईँलाई सोधेको चाहिँ। अर्को ल्यान्ड सर्वेमा चाहिँ तपाईँले अर्को ल्यान्ड सर्वेको टाइप के हो त भन्दा तपाईँको चाहिँ क्याडेस्ट्रल सर्वे। क्याडेस्ट्रल सर्वे, क्याडेस्ट्रल सर्वे कुन बेला गर्ने? टु फिक्स द बाउन्ड्री अफ एनी प्रोपर्टी। कसैको जग्गा नाप दिनु पर्यो, म्याप अनुसार फिल्डमा जग्गा फिक्स गरिदिनु पर्यो, या जग्गा अनुसारको म्याप बनाइदिनु पर्यो। द्याट इज टु फिक्स द बाउन्ड्री। अर्को रूपमा हुने भने एरिया निकालिदिनु पर्यो। द्याट इज टर्म्ड एज द क्याडेस्ट्रल सर्वे। क्याडेस्ट्रल सर्वेमा मोस्टली युज मेथड के हो? यसमा युज हुने मेथड दोस्रो तपाईँले जानुपर्ने युज मेथड के हुन सक्छ? युज मेथड क्याडेस्ट्रल सर्वेमा युज हुने मेथड के हो? एक नम्बरमा चेन सर्वे, दोस्रो मेथड प्लेन टेबल सर्वे, र तपाईँले जहाँ यो दुईटा मेथड युज गर्न सक्नुहुन्न नि, त्यो युज गर्न नसक्ने भनेको क्या अन्डुलेटेड एन्ड ब्रोकन एरिया है, त्यस्तो मेथडमा चाहिँ टेकोमेट्री। यो मेथडहरूको युज हुन्छ चाहिँ क्याडेस्ट्रल सर्वेमा। पहिलो प्रायोरिटी चेन सर्वे, तर चेन सर्वे अन्डुलेटेड एन्ड ब्रोकन एरियामा युज हुन सक्दैन है। प्लेन टेबल सर्वे पनि अन्डुलेटेड एन्ड ब्रोकन एरियामा युज हुन सक्दैन, त्यस्तो बेलामा टेकोमेट्री। द्याट इज द क्याडेस्ट्रल सर्वे। अर्को थर्ड प्रकारको सर्वे छ, द्याट इज द सिटी सर्वे भन्छ हामी। सिटी सर्वे, सिटी सर्वे कुन बेला गर्ने त भन्दा टु फिक्स एलाइनमेन्ट अफ के को? तपाईँको सिवरेज हुन सक्छ, वाटर सप्लाई पाए हुन सक्छ, कुनै पनि सिटीमा हेर्नुहोस् है, इटिसी। द्याट इज नोन एज द सिटी सर्वे। टु फिक्स एलाइनमेन्ट अफ सिवरेज, वाटर सप्लाई, इटिसी। अरूसँग सबैलाई सरोकार छैन है, खालि तपाईँ चाहिँ ढल र पानीको पाइपको एलाइनमेन्टतिर फोकस गर्नुहुन्छ। मेन बाटो कहाँ छ, मेन बाटोबाट ठुलो ढल, साहा बाटोमा कतिवटा घरहरू छ, त्यसमा चाहिँ अलिक सानो साइजको, अझ उपशाखा बाटो छ भने त्यहाँ कतिवटा घरहरू छ। यी सबैको कम्बिनेसनबाट तपाईँले सिवरेजको, वाटर सप्लाईको एलाइनमेन्ट फिक्स गर्नुहुन्छ। द्याट इज नोन एज द सिटी सर्वे। होइन, ल्यान्ड सर्वे चाहिँ यो 3 प्रकारको हुन्छ। अब हाइड्रोग्राफिक सर्वे भने के?
हाइड्रोग्राफिक सर्वेलाई चाहिँ डिफाइन गर्ने हो भने मेजरमेन्ट वाटर बडी हो, वाटर बडी। जमिन मुनि गर्ने सर्वे भन्छ कि मेजरमेन्ट विदिन वाटर बडी, के अरे पानी मुनि वाटर बडी भित्र गर्ने सर्वेलाई हामी हाइड्रोग्राफिक सर्वे भन्छ। र हाइड्रोग्राफिक सर्वेमा तपाईँले के नाप्नुहुन्छ थाहा छ? मेजर दुईटा कुरा है, एउटा डेप्थ अफ वाटर, र अर्को के? भेलोसिटी अफ वाटर। भेलोसिटी अफ वाटर नाप्न तपाईँले इरिगेसनमा पढ्नुहुन्छ, करेन्ट मिटर, फ्लोटिङ मेटेरियल मेथड हैन। अर्को चाहिँ डेप्थ अफ वाटर चाहिँ क्रस सेक्सन बनाउन नाप्नुहुन्छ। क्रस सेक्सन बनाइसकेपछि बल्ल क्रस सेक्सन एरिया थाहा हुन्छ, क्रस सेक्सन एरिया इन्टु भेलोसिटी गरेपछि डिस्चार्ज थाहा हुन्छ। कुनै पनि खोलाको डिस्चार्ज नाप्नु पर्यो भने तपाईँले यस्तै हाइड्रो पावरमा तपाईँले डिस्चार्ज निकाल्नुपर्छ, कति मेगावाट बिजुली आउँछ भन्ने कुरा निकाल्ने। तपाईँलाई अर्को यसैमा एउटा क्वेसन छ है, लार्ज वाटर बडीमा डेप्थ नाप्नलाई, लार्ज वाटर बडी। अर्को एउटा क्वेसन, लार्ज वाटर बडीमा टु मेजर डेप्थ कुन मेथड युज गर्छ भनेर, टु मेजर डेप्थ द मेथड युज्ड इज भनेर सोच है, युज्ड इज के त भन्दा यसको एन्सर चाहिँ साउन्डिङ मेथड हो। साउन्डिङ, द्याट इज एन्सर। एउटा क्वेसन हो यो। लार्ज वाटर बडीमा चाहिँ तपाईँले के गर्न सक्नुहुन्न भने नर्मल इन्जिनियरिङबाट सर्विङबाट डेप्थ नाप्न सक्नुहुन्न है। यस्तो हुन्छ नि, लार्ज वाटर बडीमा त धेरै पानी हुन्छ, डेप्थ हैन। जस्तो तपाईँले फेवातालको डेप्थ नाप्नु पर्यो, नारायणी खोलाको डेप्थ नाप्नु पर्यो भने यु क्यान युज द नर्मल इन्जिनियरिङ मेथड, टेकोमेट्री यस्तो मेथडबाट गर्न सक्नुहुन्छ। तपाईँले साउन्डिङ मेथडमा के गर्नुहुन्छ भने यहाँ बोटमा बस्नुहुन्छ, ठ्याक्कै वाटरको सर्फेसमा एउटा इन्स्ट्रुमेन्टलाई लैजानुहुन्छ र त्यसलाई मेजर भन्ने कमान्ड दियो भने त्यसले एउटा आवाज पठाउँछ, त्यो आवाज गएर जमिनमा गएर ठोकिन्छ, फेरि ब्याक टु द त्यही इन्स्ट्रुमेन्टमा आउनलाई कति टाइम लाग्यो, द्याट इज द डेप्थ इक्वल्स टु भेलोसिटी इन्टु टाइम डिभाइडेड बाई 2 गरेर तपाईँलाई उसले डिस्टेन्स दिन्छ। द्याट इज नोन एज द साउन्डिङ। यो पनि सोधिरहेको क्वेसन हो भने एस्ट्रोनोमिकल सर्वे भने के हो? एस्ट्रोनोमिकल सर्वे भनेको चाहिँ एस्ट्रोनोमिकल सर्वे भनेको चाहिँ ब्रान्च अफ सर्विङ इन व्हिच, अब यो कुरा हामीलाई चाहिएन। एस्ट्रोनोमिकल सर्वे रिलेटिभ पोजिसन, एस्ट्रोनोमिकल सर्वेमा के गर्छ हामी? रिलेटिभ पोजिसन अफ पोइन्ट्स आर मेजर्ड with reference to के? With reference to sun। सनको रिफरेन्समा तपाईँले कुनै पनि पोइन्टको रिलेटिभ पोजिसन नाप्नुहुन्छ भने द्याट इज नोन एज द एस्ट्रोनोमिकल सर्वे। र यो कहाँ युज हुन्छ भन्दा ज्योतिष शास्त्रमा युज हुन्छ। एस्ट्रोलोजिस्टहरूले यदि तपाईँ जन्मेको टाइम र तपाईँ जन्मेको ठाउँ एकुरेटली लेखिएको छ भने तपाईँ जन्मेको बेलामा त्यो ठाउँ कतातिर फर्केको थियो? मङ्गल ग्रहतिर फर्केको थियो, बुध ग्रहतिर फर्केको थियो, बी ग्रहतिर फर्केको थियो। त्यो बेला पृथ्वीको पोजिसन कुन ग्रहको नजिक थियो र तपाईँको लोकेसन चाहिँ कतातिर फर्केको थियो भन्ने हिसाबले
तपाईँलाई कुन चाहिँ ग्रहको प्रभाव बढी छ भन्ने कुरा निकाल्छ एस्ट्रोलोजिस्टहरूले, द्याट इज द सर्वे। अनि त्यो अनुसार तपाईँमा कुन ग्रहको प्रभाव बढी छ त्यो क्यारेक्टरिस्टिक्स तपाईँमा डेभलप हुन्छ। कुन ग्रहको प्रभाव, द्याट इज द एस्ट्रोनोमिकल सर्वेको युज हुन्छ है, एक्ज्याक्टली निकाल्न सक्छौँ हामी। त्योमा के गर्छ भन्दा सनको रिफरेन्समा नाप्ने हो के। सनको रिफरेन्समा मङ्गल ग्रहको पोजिसन कहाँनिर थियो, सनको रिफरेन्समा बुध ग्रहको पोजिसन कहाँनिर थियो त्यो टाइममा, सनकै रिफरेन्समा बी ग्रहको पोजिसन कहाँ थियो त्यो बेलामा, अनि त्यो बेलामा सनकै रिफरेन्समा पृथ्वीको पोजिसन कहाँ थियो, र पृथ्वीको आफ्नो 24 घन्टे रोटेसन अनुसार चाहिँ फेरि पृथ्वीको तपाईँको लोकेसन, तपाईँ घुम्दाखेरि तपाईँको लोकेसन कतातिर फर्किएको थियो, ठ्याक्कै यो पत्ता लगाउँछ र अनि ठ्याक्कै तपाईँलाई कुन ग्रहको चाहिँ डाइरेक्ट प्रभाव छ, कुन ग्रह पहिलो कुन, सेकेन्ड कुन, तेस्रो कुन। द्याट इज द एस्ट्रोनोमिकल सर्वे। यो चाहिँ यति प्रकारको सर्वे हुन्छ। अब तपाईँलाई एउटा सोधेको अत्यन्तै कन्सेप्चुअल क्वेसन हेर्नुहोस् है, यति बुझिसकेपछि हेर्नुहोस्, ड्युरिङ द सर्विङ अफ कास्की डिस्ट्रिक्ट, यो थर्ड क्याटेगोरीको क्वेसन भयो, अघि नै मैले पढाएकोमा थर्ड क्याटेगोरी अफ कास्की डिस्ट्रिक्ट, measuring the boundary of Phewa Lake, Phewa Lake is known as एउटा के टोपोग्राफिक सर्वे, अर्को के क्याडास्ट्रल सर्वे, अर्को के तपाईँको चाहिँ हाइड्रोग्राफिक सर्वे, र अर्कोमा चाहिँ नन अफ एबभ भन्ने अप्सन है। के हुन्छ यसको एन्सर? During the surveying of Kaski district, measuring the boundary of Phewa Lake is known as। यो क्वेसन पहिलोचोटि फेस गर्दाखेरि तपाईँलाई एकछिन तपाईँले सोच्न बाध्य हुनुहुन्छ। अब यहाँ तपाईँले चाहिँ अहिले भर्खरै पढेको नलेजमा हेर्ने हो भने फेवा लेक इज अ नेचुरल फिचर हैन, जसको आँखा फेवा लेकमा, जसले बढी प्रायोरिटी फेवा लेकलाई दिन्छ, लेक भन्ने वर्डलाई दिन्छ, उसले टोपोग्राफिक सर्वेमा हेर्काउँछ। लेक इज द नेचुरल फिचर। उसको ऊ पढेको मान्छे, उसले पढाएको छ, यही भर्खरै पढेकै कुरा हो, पढेकै नलेजमा बेस भएर उसले टोपोग्राफिक सर्वे भन्ने एन्सर चुज गर्छ। दोस्रोमा बाउन्ड्री भन्ने वर्डमा जसले हाइलाइट हुन्छ उसको दिमागमा, बाउन्ड्री, मेजरिङ द बाउन्ड्री अफ एनी प्रोपर्टी, द्याट इज द क्याडेस्ट्रल सर्वे भनेर भर्खर पढायो, उसले क्याडेस्ट्रल सर्वेमा हेर्काउँछ। मेजरमेन्ट विदिन वाटर बडी भनेर मात्रै याद गर्ने मान्छेले लेक, वाटर लेक त वाटर बडी होइन, केही कसैले हाइड्रोग्राफिक सर्वे भन्ने सोच्न सक्छ, अधिकांशले चाहिँ टोपोग्राफिक र क्याडेस्ट्रल सर्वे सोध्छ होइन। यो क्वेसन चाहिँ हेर्नु होला, यो क्वेसनलाई दुई तरिकाले सोध्न सक्छौँ। एउटा ठ्याक्कै यसै गरी सोध्यो भने यसको एन्सर चाहिँ के हुन्छ भने टोपोग्राफिक सर्वे हुन्छ। किन भन्दा ड्युरिङ द सर्वेइङ अफ कास्की डिस्ट्रिक्टको सर्वे गर्दै जाँदा त्यहाँ फेवा लेक भेटिनु, त्यहाँ रिभर भेटिनु, के अरे सेती खोला भेटिनु, त्यहाँ बेगनास्थल भेटिनु, त्यहाँ काली खोला भेटिनु, चाहिँ त्यो चाहिँ नेचुरल फिचर्स हो। तर यो क्वेसनमा तपाईँलाई के हटाइदियो, यो हटाइदियो, ड्युरिङ द सर्वेइङ अफ कास्की डिस्ट्रिक्ट भन्ने हटाइदियो,
मेजरिङ द बाउन्ड्री अफ फेवा लेक इज नोन एज भनेर मात्रै सोध्यो भने यसको एन्सर अब टोपोग्राफिक सर्वे हुँदैन। यसको एन्सर क्याडेस्ट्रल सर्वे हुन्छ। यो कुरा हामीले ध्यान दिनु पर्छ। तर अहिले यसको एन्सर चाहिँ के, ड्युरिङ द सर्वेइङ अफ कास्की डिस्ट्रिक्ट भने बेलामा कास्की डिस्ट्रिक्टको सर्वे गर्दै जाँदा मैले भनिहालेँ त्यहाँ फेवा लेक भेटिनु, त्यहाँ बेगनास ताल भेटिनु, त्यहाँ सेती खोला भेटिनु चाहिँ नेचुरल फिचर्समा पर्छ र त्यस कारणले गर्दा यो यसको बाउन्ड्री नापेर त्यहाँ देखाउन खोजियो। द्याट इज द टोपोग्राफिक सर्वे। यस्तो यो कुरा यसरी हामीले ध्यान दिन जरुरी छ। यो भयो तपाईको चाहिँ टाइप्स अफ सर्वेको पहिलो क्लासिफिकेसन। दोस्रोमा डिपेन्डिङ अन पर्पोज चाहिँ डिपेन्डिङ अन पर्पोज डिपेन्डिङ अन पर्पोज तपाईले कुन पर्पोजमा सर्वेइङ गर्दै हुनुहुन्छ भन्ने आधारमा सर्वेलाई क्लासिफाई गरिएको छ। जस्तो यसको टाइप्स र पर्पोज हेरौँ। पर्पोज एउटा छ इन्जिनियरिङ सर्वे, इन्जिनियरिङ सर्वे केलाई भनिन्छ भन्दा जसको पर्पोज चाहिँ के हो भने डिजाइन एन्ड कन्स्ट्रक्सन हुनुपर्छ। कुनै पनि स्ट्रक्चरको डिजाइन एन्ड कन्स्ट्रक्सन गर्न सर्वे गर्नु भएको छ भने द्याट इज द इन्जिनियरिङ सर्वे। इन्जिनियरले गर्दा इन्जिनियरिङ सर्वे हुँदैन। अर्को छ मिलिटरी सर्वे भन्छ। के पर्पोज भन्दा डिफेन्स पर्पोज, सुरक्षाको दृष्टिकोणले गर्ने पर्पोज हो सर्वे। अर्को के छ जियोलोजिकल सर्वे भन्छौँ हामी। जियोलोजिकल सर्वे भने के टु डिटरमाइन टाइप अफ रक इन साइट भने पनि साइटमा के प्रकारका रकहरू छ भन्ने कुरा पत्ता लगाउनु चाहिँ रकको बारेमा गर्ने चिज। अर्को छ माइन सर्वे अनुसार टु लोकेट पोजिसन अफ माइन। माइन जस्तो नेपालमा सुन कहाँ पाइन्छ, कहीँ सुन फेला पर्यो भने त्यसको लोकेसन तपाईँले देखाउनु पर्यो। सुन कहाँ कहाँ पाइन्छ, पेट्रोलियम पदार्थ कहाँ कहाँ पाइन्छ, ती कुराको लोकेट गर्नु चाहिँ माइन सर्वे। र अर्को छ तपाईँको आर्कियोलोजिकल सर्वे भनिन्छ। आर्कियोलोजिकल सर्वे, आर्कियोलोजिकल सर्वे चाहिँ टु लोकेट के हिस्टोरिकल प्लेसेस, कल्चरल प्लेसेस, टुरिस्ट सेन्टरहरू सेन्टर्स इटिसी। अब यो चाहिँ के हो भने तपाईँको जस्तो एउटा विदेशी एयरपोर्टमा ओर्लियो, उसले काठमाडौँको आर्कियोलोजिकल म्याप हेरेर कसैलाई नसोधिकन ऊ भक्तपुरको दरबार स्क्वायर जान सक्ने हुनु पर्यो क्या। त्यसको लागि आर्कियोलोजिकल म्याप बनाएको हुन्छ। त्यही भएर सबै ठाउँहरूलाई लोकेट गरेर टुरिस्ट सेन्टरहरू, हिस्टोरिकल प्लेसेस, कल्चरल प्लेसेसहरूलाई लोकेट गरेर आर्कियोलोजिकल म्याप बनाएर आउँछ। माइन डिपार्टमेन्टले माइन म्याप बनाएर आउँछ, द्याट इज द माइन सर्वे। तपाईँले जियोलोजिकल म्याप किन्न पाउनुहुन्छ होइन। यी सबैको पर्पोज फरक छ, त्योमा गर्ने सर्वेलाई हामी पर्पोज अनुसार यति 5 प्रकारको सर्वे चाहिँ हामी हेर्न सक्छौँ। ल यी कुराहरूबाट पनि हामीलाई अब्जेक्टिभ सोधिरहेको हुन्छ। यो टाइप्स अफ सर्वे पछाडि अर्को छ प्रिन्सिपल अफ सर्वेइङ।
सर्वेइङको प्रिन्सिपल के हो? जस्तो वर्किङ फ्रम होल टु पार्ट। अर्को के? लोकेटिङ पोइन्ट फ्रम टु कन्ट्रोल पोइन्ट। त्यसपछि अर्को इन्डिपेन्डेन्ट चेक। अर्को मिनिमाइजेसन अफ इरर। र अर्को के छ भने कन्सिस्टेन्सी अफ वर्क। यो पाँचवटा चाहिँ यसको प्रिन्सिपल हो। यसमा बसेर हामीले सर्वेइङ चाहिँ गर्छौँ। यो पाँचवटा मध्ये विच इज द मेजर प्रिन्सिपल अफ सर्वेइङ भनेर सोधेको छ। यो पाँचवटा मध्ये मेजर प्रिन्सिपल कुन हो भनेर सोध्यो भने द्याट इज द वर्किङ फ्रम होल टु पार्ट। एउटा क्वेसन याद गर्नु पर्यो। यो पाँच मध्ये मेजर प्रिन्सिपल कुन हो भने वर्किङ फ्रम होल टु। वर्किङ फ्रम होल टु पार्ट बिना सर्वे पोसिबल छैन। अब यिनीहरूको बारेमा बुझौँ होइन, यसका केही कुराहरू। वर्किङ फ्रम होल टु पार्ट, होल टु पार्ट। अब नामैबाट थाहा पाउनुहुन्छ होलबाट पार्टमा जाने भनेर होइन। जस्तो अब यसलाई एक्जाम्पल वाइज बुझौँ न त। एक्जाम्पल वाइज होल टु पार्ट भने के? टोपोग्राफिक सर्वेमा तपाईँले गर्नु लाउनु भएको टोपोग्राफिक सर्वे, कुनै एरियाको टोपोग्राफिक सर्वे। दिस इज आवर एरिया। कुनै एरियाको टोपोग्राफिक सर्वे तपाईँले गर्दै हुनुहुन्छ। यो एरिया अब होल भनेको यो एरिया हो कि। टोपोग्राफिक सर्वेमा होल भनेको यो बाउन्ड्री हो। होल भनेको त्यसो भएर हामीले के गर्छौँ भन्दा टोपोग्राफिक सर्वेमा होल टु पार्ट। होल टु पार्ट कसरी जाने त? यसको लागि होल भनेको बाउन्ड्री हो। हाम्रो एरिया, हाम्रो ल्यान्डको, हाम्रो साइटको एरिया बाउन्ड्री हो। त्यही भएर तपाईँले के गर्नुहुन्छ भन्दा सबभन्दा पहिला वर्किङ फ्रम होल टु पार्टको प्रिन्सिपलले गाइड गरे है। सबभन्दा पहिला तपाईँले के गर्नुहुन्छ? मेजर ट्राभर्स बनाउनुहुन्छ। मेजर ट्राभर्सले के गर्छ भन्दा मेजर ट्राभर्सले एलोङ द बाउन्ड्री कन्ट्रोल द होल साइट। एलोङ द बाउन्ड्री तपाईँले यसलाई एउटा पहिला ट्राभर्स बनाउनुहुन्छ। टोपोग्राफिक सर्वेमा सबभन्दा पहिलो काम भनेको मेजर ट्राभर्स। दिस इज द मेजर ट्राभर्स। मेजर ट्राभर्स जहिले पनि एलोङ द बाउन्ड्री लैजान्छ हामी। यसलाई स्मल लेटरमा एमटी, सर्टकटमा एमटी, क्यापिटल लेटर एमटी। पहिलो काम तपाईँले मेजर ट्राभर्स बनाउनु पर्छ। फर्स्ट काम यसले होल एरियालाई कन्ट्रोल गर्छ। यसले कन्ट्रोल होल साइट, होल साइटलाई कन्ट्रोल गर्छ। त्यसपछि दोस्रो स्टेपमा के गर्नुहुन्छ? मेजर ट्राभर्सबाट पुरै भित्रको एरिया नदेखिन सक्छ। त्यसपछि तपाईँले यसरी यसलाई डिभाइड गर्नुहुन्छ। भित्र नाप्न मिल्ने गरी कि कतिवटा पोइन्ट चाहिन्छ तपाईँले। दिस इज नोन एज द माइनर ट्राभर्स, स्मल लेटर। अर्को पनि चाहियो ट्राभर्स, इट्स ओके। कतिवटा चाहिन्छ? दिस इज नोन एज द माइनर ट्राभर्स। दोस्रो काम तपाईँले के गर्नुहुन्छ भन्दा माइनर ट्राभर्स एमटी, स्मल लेटर एमटी। यसले कन्ट्रोल पार्टलाई कन्ट्रोल गर्छ यसले। तपाईँलाई थाहा छ फेरि यहाँ सोध्न मिल्ने कुरा हो। टोपोग्राफिक सर्वेमा होल बाउन्ड्री अफ साइट हो भने होल टु पार्टमा पार्टले के रिप्रेजेन्ट गर्छ?
होलले बाउन्ड्री रिप्रेजेन्ट गर्छ, पार्टले केलाई रिप्रेजेन्ट गर्छ, पार्टले कुनै पनि ग्राउन्ड पोइन्टलाई रिप्रेजेन्ट गर्छ। हामीले नाप्नु पर्ने भनेको टोपोग्राफिक सर्वेमा ग्राउन्ड पोइन्टहरू हो। यो पनि एउटा सोध्न मिल्ने क्वेसन हो, सोध्ने क्वेसन हो। टोपोग्राफिक सर्वेमा होलले तपाईँको होल बाउन्ड्रीलाई रिप्रेजेन्ट गर्छ भने पार्टले केलाई रिप्रेजेन्ट गर्छ, पार्टले ग्राउन्ड पोइन्टलाई रिप्रेजेन्ट गर्छ। हामीले ग्राउन्ड पोइन्ट नाप्न खोजेको खासै हामीले यहाँ भएका अनगिन्ती ग्राउन्ड पोइन्टलाई नाप्छौँ, त्यसलाई प्लट गर्छौँ र त्यहाँबाट कन्टुर म्याप के बनाउने हो त्यो बनाउँछौँ। त्यस कारणले गर्दा यहाँ पार्ट भन्नाले के बुझिन्छ त भन्दा पोइन्ट, ग्राउन्ड पोइन्टलाई रिप्रेजेन्ट गर्छ है। अनि बल्ल तपाईँले तेस्रो स्टेपमा गएपछि बल्ल के गर्नुहुन्छ, डिटेलिङ गर्नुहुन्छ। डिटेलिङ भनेको ग्राउन्ड पोइन्ट नाप्नुहुन्छ, ग्राउन्ड पोइन्टलाई तपाईँले नाप्ने हो। लास्ट स्टेज होल टु पार्ट। तर यति मात्र चाहिँ बुझेर होलबाट पार्टतिर जाने कुरा मात्रै वर्किङ फ्रम होल टु पार्टको प्रिन्सिपलले भन्ने कुरा होइन है। अर्को कुरा छ अब्जेक्टिभमा, फेरि अर्को इम्पोर्टेन्ट कुरा है। तपाईँले होलमा मेजर ट्राभर्स होललाई कन्ट्रोल गर्छ भने, मानेटले एउटा एरियालाई कन्ट्रोल गर्छ भने डिटेलिङले एउटा पोइन्टलाई कन्ट्रोल गर्छ, एउटा पोइन्टलाई भने तपाईँले युज गर्ने प्रिसिजन हेर्नलाई ध्यान दिनलाई। वर्किङ फ्रम होल टु पार्टले अर्को कुरा के भन्छ भन्दा होलको कामलाई युज हाई प्रिसिजन, हाई प्रिसिजन युज गर भन्छ क्या, हाई प्रिसिजन युज गर भन्छ। हाई प्रिसिजन भने के, मेजर ट्राभर्समा हेर्नुहोस् त, मेजर ट्राभर्समा हामी हाई प्रिसिजन कसरी युज गर्छौँ, हामी एङ्गल नाप्दा टु सेट नाप्नु पर्छ है, टु सेट नाप्नै पर्छ कि प्रिन्सिपलले नै टु सेट नाप्नु चाहिँ फर हाई प्रिसिजन। तपाईँले लिनियर मेजरमेन्ट पनि गर्नुहुन्छ नि ट्राभर्समा। लिनियर मेजरमेन्टको प्रिसिजन चाहिँ, लिनियर मेजरमेन्ट गर्दाको प्रिसिजन चाहिँ तपाईँलाई कति यो चाहिँ एचिभ गर भन्छ, युज गर भन्छ भन्दा टेपिङ युज गर्नु भएको छ भने 1:1 2000 युज गर भन्छ। इडियम युज गर्नु भएको छ भने 1:5000 युज गर भन्छ कि 1:5000, 1:2000, 1:5000 युज गर्नै पर्छ तपाईँले। एङ्गल अफ द टु सेट नाप्नै पर्छ, लिनियर मेजरमेन्टको प्रिसिजन 1:2000 एचिभ गर्नै पर्छ, 1:5000 इडियममा, टेपिङमा 1:2000 होइन। अनि जति भित्र जानुहुन्छ नि तपाईँले माइनर ट्राभर्समा लोवर प्रिसिजन युज गर्नुहुन्छ, युज लोवर प्रिसिजन। म तपाईँलाई यहाँ बताउँछु वाट इज द लोवर प्रिसिजन। माइनर ट्राभर्समा तपाईँले के गर्नुहुन्छ हेर्नुहोस् त, एङ्गल 1 सेट मात्रै नाप्नुहुन्छ। पछि हामी थ्योलाइटमा पढ्छौँ सेट भनेको के हो भनेर। 0 डिग्रीमा 1 सेट, 90 डिग्रीमा 1 सेट गरेर 2 सेट मेजरमा, माइनरमा 0 डिग्रीको 1 सेट मात्रै नाप्छौँ हामी भने लिनियर मेजरमेन्टको प्रिसिजन कति भए पुग्छ थाहा छ? लिनियर मेजरमेन्टको त्यही काममा टेपिङ युज गर्नु भएको छ भने 1:1000 आयो भने पुग्छ भन्छ। इडियम युज गर्नु भएको छ भने 1:3000 आए पुग्छ भनेर भन्छ। यु क्यान युज द लोवर प्रिसिजन। टाइमलाई यसरी हामी जोगाउन सक्छौँ। अब तेस्रो काममा हामीले डिटेलिङ गर्यो नि होइन, डिटेलिङ जुन ग्राउन्ड पोइन्ट नाप्दाखेरि चाहिँ फेरि के गर भन्छ भने त यु क्यान युज एङ्गल नाप्दा के गर्छौँ हामी, तेस्रो स्टेपमा गएर चाहिँ हेर्नुहोस् त, वर्किङ फ्रम होल जति भित्र गयो टिपिङ गर्दा चाहिँ हामी नो प्रिसिजन चेक, प्रिसिजनै चेक नगरे नि हुन्छ भन्ने चाहिँ हेर्नुहोस् त के हो त, एङ्गल नाप्दा फेस लेफ्ट मात्रै नाप भन्छ, फेस लेफ्ट मात्रै। फेस राइटै नापेन त चेक नै भएन कि हेर्नुहोस् है, ओन्ली फेस लेफ्ट, एफएल भनेको फेस लेफ्ट मात्रै, फेस लेफ्ट ओन्ली भनिदिन्छ, यु क्यान मेजर फेस लेफ्ट ओन्ली। लेन्थ नाप्दाखेरि लिनियर मेजरमेन्ट गर्दाखेरि हेर्नुहोस् त प्रिसिजन चेक नै गर्दैनौँ कि हामी,
फरवर्ड मात्रै नापिदिन्छ फरवर्ड वानले एफडब्ल्यू भनेको फरवर्ड मात्रै नाप्छ ब्याकवर्डै नाप्दैनौँ कि ब्याकवर्ड ननापेपछि प्रिसिजन नै चेक हुँदैन हेर्नुहोस् त वर्किङ फ्रम होल टु पार्टले भनेको कुरा हो यो जसको कारणले गर्दा तपाईँले समयको बचत पनि हुन्छ र यसको एउटा फाइदा के हुन्छ भने जति भित्रको बाहिरकोलाई हाई प्रिसिजनमा काम गरिसकेपछि जसले होल साइडलाई कन्ट्रोल गर्छ त्यसलाई हाई प्रिसिजनमा बाँधेपछि यु क्यान युज द लोवर एन्ड लोएस्ट प्रिसिजन अप टु द पोइन्ट किनभने होल ट्राभर्समा इरर आयो भने त्यसले मेजर ट्राभर्समा इरर आयो भने त्यसले पुरै साइडको सर्भेलाई इरर गर्छ माइनर ट्राभर्समा इरर आयो भने त्यसले त्यो पार्टलाई मात्रै इरर दिन्छ तर एउटा ग्राउन्ड पोइन्टलाई नाप्दा इरर आयो भने झन् एउटा पोइन्टको मात्रै मिस्टेक आउँछ कि त्यसले अरूलाई केही फरक पर्दैन त्यस कारण गर्दा यसको एडभान्टेज के हुन्छ भने वर्किङ फ्रम होल टु पार्टको एडभान्टेज के भन्दा इट लोकलाइज द इरर it localize the error and prevent accumulation of error यसले इररलाई के गर्छ एक्युमुलेट हुन दिँदैन त्यसैले गर्दा ग्राउन्ड पोइन्टमा आएको इररले त्यो एउटा ग्राउन्ड पोइन्टलाई मात्रै फरक पर्छ त्यसो त्यहाँ तपाईँले एकदमै हाई प्रिसिजन एप्लाई गर्न जरुरी छैन प्रिसिजन चेक गर्न जरुरी छैन भन्छ कि तर तपाईँले के हो भने चाहिँ मेजर ट्राभर्समा इरर आयो भने यसले सबैमा के गर्छ इरर गर्छ सबैमा इरर ल्याउँछ माइनरमा आयो भने त्यो पार्टलाई मात्रै इरर गर्छ पोइन्टमा आयो भने त्यो पोइन्टलाई मात्रै अरूलाई केही फरक पर्दैन वर्किङ फ्रम होल टु पार्ट इज द मेजर प्रिन्सिपल यो चाहिँ मेजर प्रिन्सिपल हो यो कुरा हामीले ध्यान दिन जरुरी छ ल यो चाहिँ मेजर प्रिन्सिपल अब यो मात्रै वर्किङ फ्रम होल टु पार्ट होइन है जसको यसको दोस्रो एक्जाम्पलमा तपाईँले के गर्दै हुनुहुन्छ रेन्जिङ गर्दै हुनुहुन्छ रेन्जिङ के हरेक काममा हामीले वर्किङ फ्रम होल टु पार्ट रेन्जिङ भनेको यो दुईटा पोइन्टलाई तपाईँले के गर्नुहुन्छ भने टुक्रा पार्दै हुनुहुन्छ दुईटा पोइन्टको बीचमा अनगिन्ती पोइन्टहरू राखेर तपाईँले त्यसलाई टुक्रा पार्दै हुनुहुन्छ भने यसको लागि होल के हो यो दुईटा पोइन्ट चाहिँ होल हो होल यो वर्किङ फ्रम होल टु पार्ट नै हो यसको लागि होल के हो टु इन पोइन्ट होल हो यो सोधिन्छ तपाईँलाई याद गर्नलाई भने पार्ट के हो रेन्जिङको पार्ट तपाईँ वर्किङ फ्रम होल टु पार्ट भनेको तपाईँले यहाँ जुन पोइन्टहरू लोकेट गर्नुहुन्छ ती पोइन्टलाई हामी पार्ट भन्छ लोकेटिङ यो इन्टर बिट्विन पोइन्ट तपाईँले जुन लोकेट गर्दै हुनुहुन्छ इन्टर बिट्विन पोइन्ट तिनीहरूलाई हामी पार्ट भनेर भन्छ तपाईँले जहिले पनि रेन्जिङ गर्दा हेर्नुहोस् है जहिले पनि रेन्जिङ गर्दा यसलाई र यसलाई हेरेर यो लोकेट गर्नुहुन्छ होल टु पार्ट ए र बी को रेन्जिङ रड हेरेर यो पहिलो पोइन्ट 1 भन्ने पोइन्ट लोकेट गर्नुभयो अब तपाईँले के गर्न पाउनुहुन्न भने 1 मा रेन्जिङ रड राखेर यहाँ बसेर रेन्जिङ गर्नुहुन्छ पहिलो पोइन्टलाई दोस्रो पोइन्टलाई यहाँ बसेर यसलाई र यसलाई हेरेर रेन्जिङ गर्न पाउनुहुन्न त्यो गर्नुभयो भने तपाईँले वर्किङ फ्रम होल टु पार्टलाई डिस्ट्रोय गर्नुहुन्छ तपाईँले एगेन एकै पछाडि बसेर हेर्नुपर्छ जहिले पनि यसलाई पनि 1 लाई पनि 2 लाई पनि त्यही 3 लाई पनि त्यही जहिले पनि होल टु पार्टै गर भन्छ कि यसको एडभान्टेज के हो यदि तपाईँले होल टु पार्ट फलो गर्नुभयो भने बाई चान्स 1 भन्ने पोइन्ट तपाईँको आउट अफ लाइन सेलेक्ट भएछ भने पनि 2-3 पोइन्टहरू लाइनमै पर्ने पोसिबिलिटी जिउका त्यो रहन्छ तर तपाईँले ए र बीलाई हेरेर 1 गर्नुभयो 1 र बीलाई हेरेर 2 गर्नुभयो र 2 र बीलाई हेरेर 3 गर्नुभयो भने के हुन्छ भन्दा तपाईँको यदि 1 भन्ने पोइन्ट आउट अफ लाइन परेको रहेछ भने बाँकी सबै पोइन्टहरू केमा पर्छ आउट अफ लाइनमा पर्छ यो कुरा हामीले ध्यान दिनु जरुरी छ
त्यस कारण त एक्जाम्पल रेन्जिङ वर्किङ फ्रम होल टु पार्ट त्यसै मेजर प्रिन्सिपल भयो नै यहाँ होल भनेको टु इन्ड पोइन्ट हो भने पार्ट हरेक इन्टर 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 बिट्विन पोइन्ट चाहिँ पार्ट हो त्यस्तै अर्को एक्जाम्पल हेर्नु चाहिँ वर्किङ फ्रम होल टु पार्टको अर्को एक्जाम्पल प्लटिङ प्लटिङ गर्दा जाउँ त हामी प्लटिङ प्लटिङ गर्दा एउटा वर्ड तपाईँलाई याद गर्नु जरुरी छ प्लटिङ इरर भनेको के हो प्लटिङमा जानुभन्दा अगाडि प्लटिङ इरर हेरौँ यो पनि एउटा क्वेसन हो प्लटिङ इरर भनेको प्लट गर्दा आउने इरर तपाईँले मेजरमेन्ट फिल्ड मेजरमेन्टको कुरा होइन प्लट गर्दा आउने इरर जस्तो एक्जाम्पलमा तपाईँलाई बताउँछु 30.356 मिटरलाई तपाईँले स्केल चुज गर्नुभयो भने चाहिँ यो चाहिँ लेन्थ भयो इन फिल्डमा लेन्थ इन फिल्डमा यो फिल्ड भयो फिल्डको लेन्थ भयो तपाईँले युज गर्नुभएको छ स्केल 1:100 हो भने स्केल 1:100 हो भने म्यापमा यसको लेन्थ कति हुन्छ हो भने म्यापमा यसको लेन्थ कति हुन्छ म्यापमा कति हुनुपर्छ 30.356 सिएम हुनुपर्छ यो पनि आफैमा एउटा क्वेसन हो तर यो सिम्पल क्वेसनमा पर्छ होइन फिल्डमा यति लेन्थ छ भने स्केल 1:100 हुँदा म्यापमा कति लेन्थ हुनुपर्छ त्यसको यो त माइनर क्वेसन हो पनि यस्तो नि सोधिन्छ सधैँ सबै क्वेसन गाह्रो सोध्ने होइन गाह्रो क्वेसन पनि सोध्ने हो तर सबै क्वेसन गाह्रो सोध्ने होइन अब हेर्नुहोस् है अब यहाँ मैले तपाईँलाई प्लटिङ इरर के देखाउन खोजेको प्लटिङ इरर कहाँनिर आयो त प्लटिङ इररको भन्ने कुरा म तपाईँलाई देखाउन खोजेको अब म्यापमा प्लट गर्नुहोस् त म्यापमा प्लट गर्नुहोस् तपाईँले प्लट गर्दा के गर्नुहुन्छ 30 सिएम हो यु क्यान प्लट एकुरेटली 0.3 भनेको 3 mm हो यु क्यान प्लट एकुरेटली तर यो तपाईँले यो पछाडिको 5-6 अब मैले यसलाई अन्डरलाइन गरेँ नि यो 5-6 प्लट गर्न सक्नुहुन्न तपाईँले यु क्यान प्लट दिस इज द प्लटिङ इरर के तपाईँले त्यसलाई प्लटै गर्न सक्नुहुन्न नि तपाईँको स्केलमा एमएम भन्दा सानो चिजै हुँदैन 0.3 भनेको 3 mm हो यु क्यान प्लट तर 5-6 यु क्यान प्लट दिस त प्लटिङ इरर यो पनि याद गर्न जानुहुन्छ अब स्केल बढाउनुहोस् त घटाउनुहोस् त 1:1000 यो सानो स्केल हो 1:100 ठुलो स्केल 1:1000 सानो यो पनि सोधिरहेको छ विच इज द लार्जर स्केल 1:100 1:1000 1:1000 स्मलर स्केल हुन्छ यो अनुसारले फिल्डमा प्लट गर्नुहोस् त के हुन्छ फिल्डमा these are known as the plotting error प्लटिङ इरर आउँछ नै अब तपाईँले प्लटिङमा सबभन्दा पहिलो के प्लट गर्नुहुन्छ ट्राभर्स यहाँनिर तपाईँलाई सोध्ने कुरा यो वर्किङ फ्रम होल टु पार्टको हेर्नुहोस् ट्राभर्सको प्लटिङ मेथड के छ दादा ट्राभर्स प्लटको प्लटिङ मेथड तपाईँले कसरी कसरी प्लटिङ गर्न सक्नुहुन्छ भन्दा प्लटिङ मेथड ट्राभर्स प्लटिङ गर्न तपाईँले के गर्न सक्नुहुन्छ भन्दा एउटा युजिङ प्यारलल मेरिडियन मेथड भन्छ प्यारलल मेरिडियन मेथड भन्छ प्यारलल मेरिडियन मेथड भने के युजिङ बेरिङ एन्ड के बेरिङ एन्ड लेन्थ अफ लेग दोस्रो के using latitude and departure that a consecutive coordinate method भन्छ यसलाई latitude and departure यो भने consecutive coordinate पछि हामी ट्राभर्समा पढ्छौँ सी मा using
डिफ्लेक्सन एंगल एंड लेंथ अफ लेग अर्को के युजिङ इन्डिपेन्डेन्ट कोअर्डिनेट भन्छ है नर्दिङ र इस्टिङ युज गर्ने इन्डिपेन्डेन्ट कोअर्डिनेट अफ स्टेसन यति मेथडबाट तपाईँले ट्राभर्स प्लट गर्न सक्नुहुन्छ नि प्लटिङ मेथड अब यिनीहरूले यो मेथडमा बेस्ट मेथड के हो भनेर सोधेको छ एउटा क्वेसन यो मेथडमा बेस्ट मेथड के हो टु प्लट द ट्राभर्स टु प्लट द ट्राभर्स द बेस्ट मेथड इज एबिसिडी यही अप्सन यिनीहरू मध्ये बेस्ट मेथड यो हो बेस्ट मेथड यो टिक लगाएको एन्सर बेस्ट मेथड के हो किन हो भनेर सोध्छ उसैले बताउँछ बेस्ट मेथड यही हो भनेर बेस्ट मेथड यही हो भनेर भन्छ किन हो भन्दा यसले के गर्छ थाहा छ यसमा प्लटिङ एरर के हुन्छ लोकलाइज हुन्छ इट लोकलाइज द प्लटिङ एरर ए को नर्दिङ र इस्टिङ गर्दा आएको प्लटिङ एररले बीलाई केही फरक पर्दैन बी को नर्दिङ र इस्टिङ प्लटिङ गर्दा आएको एररले सीलाई केही फरक पर्दैन इट लोकलाइज द प्लटिङ एरर तर यो तीनवटा मेथड के हुन्छ भन्दा यसले चाहिँ होल टु पार्ट फलो गर्छ किनकि होल ट्राभर्सलाई मानेर तपाईँले पोइन्टको कोअर्डिनेट निकाले हो युजिङ इन्डिपेन्डेन्ट कोअर्डिनेट इन्डिपेन्डेन्ट कोअर्डिनेट भने त्यो होल ट्राभर्सलाई मानेर तपाईँले पोइन्टको कोअर्डिनेट निकाले यहाँ त हामी के गर्दैछौँ यो तीनटा मेथडमा हेर्नुहोस् त लेगको डाटा युज गरेर हामी होल ट्राभर्समा यो पार्ट 2 होल फलो गर्छ यसले पार्ट 2 होलतिर जान्छ त्यसकारण गर्दा एरर के हुँदै जान्छ एकुमुलेट हुँदै जान्छ सुरुको लेग प्लट गर्दा आएको एररले दोस्रो लेगलाई फरक पर्छ पहिलो र दोस्रो लेग प्लट गर्दा आएको एररले तेस्रोलाई इफेक्ट गर्छ एरर क्युमुलेटिभ हुँदै जान्छ के पार्ट 2 होल गयो भने के हुन्छ एकुमुलेट एररलाई एकुमुलेट गर्दै जान्छ तर यसले के फलो गर्छ यसले होल टु पार्ट फलो गर्छ होल ट्राभर्सलाई एक मानेर पोइन्टको कोअर्डिनेट निकाले त्यसै गर्दा यसबाट प्लट गर्दा यसले इट लोकलाइज द प्लटिङ एरर त्यसै गर्दा यो वर्किङ फ्रम होल टु पार्ट चाहिँ एकदमै मेजर प्रिन्सिपल हो यो कुरा हामीले ध्यान दिन जरुरी यस्तो कुरा चाहिँ हामीले ध्यान दिनु पर्यो वर्किङ फ्रम होल टु पार्टले एउटा कुरालाई मात्रै गाइड गर्दैन ओभरअल सर्भिङ नै वर्किङ फ्रम होल टु पार्टबाट गाइडेड छ रेन्जिङदेखि टोपोग्राफिक सर्वे होल एरियालाई डिल गर्नेदेखि र तपाईँको के प्लटिङसम्मको कुरामा वर्किङ फ्रम होल टु पार्टको प्रिन्सिपल हामी युज गर्नुपर्छ नत्र एरर एकुमुलेट हुँदै जान्छ यो चाहिँ हामीले यसरी बुझ्न जरुरी छ ल यो भयो वर्किङ फ्रम होल टु पार्ट अर्को प्रिन्सिपल के थियो बीमा भन्दा लोकेटिङ अ पोइन्ट फ्रम टु कन्ट्रोल पोइन्ट र यहाँ तपाईँलाई ध्यान दिनुपर्ने तपाईँलाई सोध्छ एउटा क्वेसन एकदमै साइलेन्ट फिचर्सहरूलाई हाइलाइट गर्छ कि अब्जेक्टिभ क्वेसनले सब्जेक्टिभमा चाहिँ साइलेन्ट फिचर्सहरू साइलेन्टमै बस्दिन्छ तपाईँले आउटलाइनमा काम गर्नुहुन्छ सब्जेक्टिभ क्वेसनमा अब्जेक्टिभ क्वेसनमा साइलेन्ट फिचर जस्तो यहाँ साइलेन्ट फिचर तबाटै क्वेसन सोधेँ तपाईँलाई मैले टु लोकेट एनी पोइन्ट द नम्बर मिनिमम नम्बर अफ control point required are that is the question A मा 1 B मा 2 C मा 3 D मा none of the above एउटा क्वेसन है to locate any point the minimum number of control point required are
A मा 1, B मा 2, C मा 3 र यसको एन्सर चाहिँ 2 है। कुनै पनि पोइन्टले लोकेट गर्न तपाईलाई दुईटा कन्ट्रोल पोइन्ट चाहिन्छ। त्यो दुईटा कन्ट्रोल पोइन्टबाट तपाईले कसरी लोकेट गर्न सक्नुहुन्छ त यसरी के यो A र B कन्ट्रोल पोइन्ट भयो भने सबभन्दा पहिलो मेथड यो P लाई लोकेट गर्दै हुनुहुन्छ भने यहाँदेखिको यहाँसम्मको लिस्ट डिस्टेन्स नाप्दिने L इक्वल्स टु लिस्ट डिस्टेन्स र यो लिस्ट डिस्टेन्सको यहाँदेखिको यहाँसम्मको यो डिस्टेन्स नाप्नुहुन्छ। लिस्ट डिस्टेन्स नाप्ने पहिलो तरिका यो हामीले टेपको मात्रै युज गर्छौं यसमा। अर्को छ तपाईको यही पोइन्टलाई लोकेट गर्न सक्ने दोस्रो पोसिबल मेथड भनेको के भन्दा यहाँदेखिको यहाँसम्मको डिस्टेन्स नाप्दिनुस्, यहाँदेखिको यहाँसम्मको डिस्टेन्स नाप्दिनुस्। यो दुईटा चाहिँ दिस इज द फर्स्ट मेथड, दिस इज द सेकेन्ड मेथड। तपाईले युज गर्न सक्ने पोसिबल मेथड यो दुईटा लिनियर मेथड हो जुन हामी चेन सर्वेमा युज गर्छौं नि। यसको चेन सर्वेमा यो मेथड यहाँ पनि दुईटा कन्ट्रोल पोइन्ट तपाईलाई चाहियो। तेस्रो पोसिबल मेथड, तेस्रो र चौथो पोसिबल मेथड हेर्नुस्। तेस्रो के AB बाट पोइन्ट P सम्मको यो लेन्थ र यो एंगल नाप्दिनुस्। टेप र थ्योडोलाइट, टेप र कम्पास हैन, यो चेन सर्वेमा युज गर्छ हामी। चेन सर्वेमा यसको यो चेन सर्वेमा त्यस्तै फोर्थमा के तरिका छ? फोर्थमा यसै गरी A र B बाट P सम्मको एंगल चाहिँ यहाँबाट नाप्यो। यदि यहाँ डिस्टेन्स यहाँबाट नाप्न सकिएन भने डिस्टेन्स चाहिँ यो नाप्दिने के यहाँले यताबाट नाप्दिने। यो दुईटा मेथड चाहिँ हामी कहाँ युज गर्न सक्छौं त? यसलाई हामी सेमी एंगुलर मेथड भन्छ। सेमी एंगुलर मेथड यहाँ के को युज छ? टेप र चेन को। टेपले डिस्टेन्स नाप्यो, टेप र थ्योलाइट को। यो हामी कहाँ युज गर्न सक्छौं? यसको मेथड चाहिँ यो कम्पास सर्वेमा। कम्पास सर्वेमा पनि हामी यही युज गर्छौं। टेकोमेट्रीमा पनि यही युज गर्छौं। टेकोमेट्रीबाट डिटेलिङ गर्दाखेरि पनि यही मेथड युज गर्छौं हामी। र अर्को एउटा मेथड छ V मा। दिज आर द ओन्ली 5 पोसिबल मेथड। के त भन्दा A यहाँ छ, B यहाँ छ, यो P सम्मको चाहिँ के गर्ने भन्दा डिस्टेन्स ननाप्ने के यहाँ पनि एंगल तपाईले यही नाप्दिने। दिस इज द एंगुलर मेथड। θ1 र θ2 नाप्दिने। तर यो गर्दाखेरि पनि दिस इज द एंगुलर मेथड। ओन्ली युज अफ कम्पास और थ्योडोलाइट इन एंगुलर मेथड। यहाँ टेप नाप्न जरुरी छैन, डिस्टेन्स नाप्न जरुरी छैन, एंगल मात्रै। दिस आर द 5 मेथड। यो भन्दा अर्को छैटौं मेथड छैन जहाँबाट तपाईले कुनै पनि पोइन्टलाई डिटेलिङ गर्न सक्नुहुन्छ। तर यी सबै पोइन्टहरुमा तपाईलाई के चाहिन्छ भने दुईटा कन्ट्रोल पोइन्ट चाहिन्छ। र त्यति मात्रै हैन, तपाईको यो एंगुलर मेथडमा टेप नाप्न नपर्ने भएर कस्तो ठाउँमा मात्रै हामी यो युज गर्छौं पछि पनि यो पढ्छौं हामी, जसको चाहिँ डिस्टेन्स नाप्न सकिदैन कि इनएसेसिबल पोइन्टको लागि। डाइरेक्ट चेनिङ गर्न नसकिने पोइन्टलाई हामी इनएसेसिबल पोइन्ट भन्छ सर्विङमा। यो पनि एउटा क्वेशन हो। द इनएसेसिबल पोइन्ट इज, इनएसेसिबल पोइन्ट भनेको डाइरेक्ट चेनिङ भनेको डाइरेक्ट डिस्टेन्स नाप्न नसक्ने पोइन्टलाई हामी इनएसेसिबल पोइन्ट भन्छ, जसमा तपाईले इन्डाइरेक्ट डिस्टेन्स मेजर गर्नुपर्छ हैन। त्यस्तो पोइन्टलाई हामी एंगुलर मेथड युज गर्न सक्छौं, इन्टरसेक्सन मेथड। यसलाई इन्टरसेक्सन मेथड पनि भन्न सक्छ। र यो पाँचवटै मेथडमा तपाईलाई दुईटा कन्ट्रोल पोइन्ट चाहिन्छ।